हेलो साथीहरू नमस्कार। आज चाहिँ म तपाईहरुलाई दुबईको फुलबारी घुमाउन गइरहेछु। तपाईहरु इन्जोय गर्नुहोला यो फुलबारी हेरेर। यो चाहिँ तपाईको दुबईको अल्बर्सा साउथ भन्ने ठाउँमा रहेको छ र यो लगभग 1.5 बिघाको क्षेत्रफलमा चाहिँ यो फुलबारी छ र यो फुल हेर्नको लागि विश्वदेखि मान्छे आउनुहुन्छ। यो चाहिँ कस्तो भने बच्चादेखि वृद्ध हैन सम्मको लागि यो ठाउँ चाहिँ एकदम उपयुक्त ठाउँ छ। यो ठाउँमा चाहिँ तपाईको सिटीदेखि चाहिँ अलिकति टाढै पर्छ, तर पनि यहाँ चाहिँ अब गइसकेपछि मान्छेहरूले आनन्द नै लिने गर्दछ। किन यहाँ हेर्नु न, फुल यस्तो दामी दामी फुल छ, सबै फुलै फुलको हो। यो हेर्दै जानु होला हैन। यहाँ हेर्नुस्, त्यहाँ पाण्डाहरू कस्तो दामी फुलको डिजाइनमै फुलै फुल हालेर बनाएको छ। जता जानुभयो त्यतै छ, रमाइलो क्या, आनन्दको ठाउँ छ। हामीले पनि हाम्रो नेपालमा पनि यस्तो फुलहरू रोपेर गार्डनहरू बनाएर यसरी टुरिज्मको हब एउटा बनाइदियो भने सरकारले राम्रो हुनेछ। अथवा कोही पैसावाला मित्रहरूले यस्तो कन्सेप्टहरू बनाएर नेपालमा पनि बनाउन सकिन्छ। यो यसको लागि त जग्गा हुनु पर्यो, प्लस फुलहरू हैन डिजाइन हालेर अलिक खर्चिलो छ र पनि जोसँग पैसा छ उहाँहरूले बनाउँदाखेरि हुन्छ राम्रो ठाउँ। बाहिरी पर्यटक र आन्तरिक पर्यटक दुबईको लागि फाइदा हुन्छ। फुल भनेपछि जो कोहीलाई पनि मन पर्ने हो क्या। हेर्नु न, यो फुल चाहिँ तपाईको टिप्न चाहिँ पाइँदैन। तपाईको अब त्यो फुलको एरिया चाहिँ हेर्दै घुम्न पाइन्छ, तर टिप्ने फुलबारीभित्र छिर्ने चाहिँ गर्न पाइँदैन। यहाँ सेक्युरिटी हुन्छ, सेक्युरिटीले देख्ने बित्तिकै तपाईँको सिटी बजाएर चाहिँ बोलाइहाल्छ। हेर्नुहोस् त्यस्तो छ ठाउँ। त्यहाँ दामी पाराले डिजाइन दिएको छ होइन, रातो छ, हरियो छ है, सही छ नि त होइन। यत्तिको भएपछि त अनि मान्छेले त्यसै पनि आनन्द लिने भयो नि। यो भिडियो चाहिँ मेरो गत वर्षको हो। यो लडाइँ हुने बेलाको यो। त्यति बेला यहाँ चाहिँ दुबईमा जति मान्छे बस्नु भएको थियो नि, यहाँ बस्ने यहाँ कामदारहरूलाई चाहिँ फ्री इन्ट्री थियो क्या। फ्री इन्ट्रीको चाहिँ मौका सोधेर चाहिँ म पनि छिरेको। नर्मल्ली अरू बेला जानु पऱ्यो भने यहाँ 80 दिराम तिर्नुपर्छ र भिजिटरको लागि चाहिँ 100 दिरामै छ यहाँको पैसा। नेपाली 4000 अलिक रेटमा। फुलको बगैँचामा एउटा गीत थियो नि, के पो थियो एउटा गीत, बगैँचामा नजाऊ तिमी भमराले चिलिदेला। त्यस्तै ठाउँ छ है यहाँ चाहिँ। क्या दामी बनाइदिएछ होइन। त्यो पर रुख छ नि, झाडी
हरियाली त्यो रुखको यता मात्रै हो, उतादेखि उता चाहिँ छैन फेरि। त्यहाँदेखि उता चाहिँ फेरि एकदम अब हुन्छ नि बिल्डिङहरू बस्तीहरू छ भनौँ न नेपालको उसमा चाहिँ। मान्छे त यहाँ त कति थिए तपाईँहरू पनि यतै हुनुहुन्छ भनेदेखि अब फेरि नेक्स्ट सेप्टेम्बर अक्टोबरमा ओपन हुन्छ। त्यतिखेर जानु होला, भिजिट गर्नु होला। यहाँभित्र म छिरेकै साथीहरू मलाई त पुरै क्या त्यहाँ गर्मी चाहिँ थिएन भनेदेखि चाहिँ म त्यहीँ बसिरहन्थेँ क्या, गर्मी चाहिँ धेरै थियो त्यही भएर सर घुमेँ मात्रै। त्यही हो त रुखको माथि है टक्क प्लास्टिकै त होला नि होइन, प्लास्टिक अथवा सिमेन्टकै होला बनाएर चाहिँ पुरा डिजाइन दिएको रुखको डिजाइनको। यो सबै फ्रेम बनाएर पहिला घोडाको के जति पनि छन् फ्रेम बनाएर त्यसमा फेरि फुल हालेको छ क्या मजाले। हेर्नु त है कति मजाले। हेर्ने मान्छेले पनि आनन्द आउँछ नि त होइन टक्कसँगले। ओहो मेडिकल गाडी यस्तो रहेछ भन्ने। यो ठाउँमा जानको लागि चाहिँ तपाईँको यता बर्दुगै डेरा साइडमा जति पनि बस्नुहुन्छ अल्लादा अर्किसिस सोनापुर यहाँ जानको लागि चाहिँ सिधै मेट्रोमा जानुपर्ने हुन्छ। मल अफ द इमिरेट्सदेखि चाहिँ त्यहाँ बस स्टप छ, बस स्टपमा गएर सोधेर अनि यो ठाउँमा बस लाग्छ, त्यो बसमा चढेर चाहिँ जानुपर्ने हुन्छ। त्यही छेउमै बसले ड्रप गर्छ। बेलुका आउँदा पनि त्यहाँ बस लागिरहेको हुन्छ, ट्याक्सी पनि हुन्छ। तर सस्तोको लागि चाहिँ बसै छ, ट्याक्सी अलिक महँगो छ होइन। ठाउँ चाहिँ बब्बालाई छ है, बब्बालाई यस्तो रमाइलो ठाउँ छ कि होइन। म पनि गएको थिइनँ कि अस्ति, त्यही फ्री यहाँ दुबईमा काम गर्ने जतिलाई फ्री इन्ट्री थियो क्या त्यहाँ। त्यतिखेर चाहिँ गएर मौकाको फाइदा लिएको मैले चाहिँ। हाम्रो पनि नेपालमा मान्छे सोखिन्छ नि त घुम्नलाई। यस्तो फुलबारी भइदिएको भए मान्छे गएर इन्जोय गर्थ्यो होला, रमाइलो गर्थ्यो होला होइन। यहाँको छुट्टै छ नि त। फुलबारी इन्जोय लिनु होला है। यस्तै छ होइन, यस्तै छ यहाँको फुलबारी। अब लगभग मैले आधी घुमिसकेँ, अब थोरै मात्र छ बाँकी।
कति छन् है मान्छे त संसारभरिका मान्छेहरू घुम्न आएका छन्। क्या डिजाइनको छ होइन पाना हेर्नु वाउ कस्तो दामी बनाएको छ नि टक्कसँगले। यो ठाउँमा कतिजनाले फोटो खिच्नु होला है, कतिजनाले खिच्नु भएन पनि होला। इन्जोय गर्नुहोस्। आहा कस्तो दामी पाराले बनाइदिएछ। दुबई सरकारले दिमाग त लगाएको छ कसरी पैसा झार्नुपर्छ भन्ने कुरा चाहिँ मजाले जानेको छ। मलाई पूर्ण आशा छ यो भिडियो तपाईँहरूले अवश्य मन पराउनु भयो होला। यसरी नै हेर्दै गर्नुहोला, माया गर्नुहोला। फेरि नेक्स्ट भिडियोमा भेट्नेछौँ।